पैसा बचाउँदै गर्नुस् है, किनभने नेप्सेमा 84 वटा नयाँ कम्पनीको आइपिओ लिस्ट हुन गइरहेको छ। अहिलेसम्म 35 करोड भन्दा बढी शेयर सेभनको पाइपलाइनमा बसिसकेको छ र यसको टोटल अमाउन्ट चाहिँ 51 अर्बसम्मको हुन्छ। कस्ता कस्ता कम्पनीको शेयरको आइपिओ आउँदैछ त र कुन सेक्टरबाट बढी कम्पनीहरू आउँदैछन्, लेट्स डाइभ इन। फर्स्टमा कुरा गरौँ सबैभन्दा ठुलो सेक्टर हाइड्रो पावरको, जसमा 42 वटा नयाँ कम्पनीले 17.9 करोड शेयर्स ल्याउँदैछन्, जसमा चाहिँ सोलो हाइड्रो पावर 2 करोड शेयर, सिउरिन न्यादी पावर 3.3 करोड शेयर र युनाइटेड मेवा खोला हाइड्रो पावरको 1.23 करोड शेयर रहेको छ। त्यस पछाडि म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङमा हामी हेर्छौँ भने 15 वटा नयाँ कम्पनीले 9.6 करोड शेयर्स ल्याउँदैछन्। त्यसमा जगदम्बा स्टिलले 2 करोड शेयर, शौर्य सिमेन्टले 1.59 करोड शेयर र मारुति सिमेन्ट्सले 1.16 करोड शेयर ल्याउँदैछ। त्यस पछाडि कुरा गरौँ होटल्स एन्ड टुरिज्मको, त्यसमा चाहिँ 7 वटा नयाँ कम्पनीहरूले 3.5 करोड शेयर्स ल्याउँदैछन्, जसमा ठुला कम्पनीहरू भनेका होटल फरेस्ट इन 98 लाख शेयर्स, ओर्चिड होटल्स 1.15 करोड शेयर्स र फाइनली बन्दीपुर केबल कार जसको चाहिँ 36 लाख किता रहेको छ। त्यसै गरी लगानीको लागि दीर्घकालीन मौका हुन सक्छ, यो चाहिँ इन्भेस्टमेन्ट सेक्टर र यसमा चाहिँ 3 वटा नयाँ कम्पनीले 1.56 करोडको शेयर्स ल्याउँदैछ, जसमा चाहिँ प्रथममा शिवम होल्डिङ्स रहेको छ जसको 1.16 करोड शेयर्स आउँदैछ र यो चाहिँ एउटा प्रिमियम आइपिओ हो जसको प्राइस चाहिँ 210 राखिएको छ। त्यस पछाडि बरुण इन्भेस्टमेन्ट लिमिटेड अलरेडी हाइड्रो पावर चलाइरहेको कम्पनी तर फाइनली आइपिओमा आउँदैछ, यसको चाहिँ 24.7 लाख किता शेयर रहेको छ र फाइनली सिड एनर्जी लिमिटेड जसको 15.9 लाख किता शेयर्स रहेको छ। त्यसपछि कुरा गरौँ सानो कम्पनीहरूको, माइक्रो फाइनेन्स र इन्सुरेन्स। यो कम्पनीहरू सानो छन् तर हाम्रो लागि एकदमै इम्पोर्टेन्ट छन्। माइक्रो फाइनेन्समा स्वास्तिक लघु वित्तको 80,000 किता शेयर मात्रै आइरहेको छ। त्यसपछि माइक्रो इन्सुरेन्सको कुरा गरौँ, प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स 2.25 मिलियन शेयर्स, स्टार माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड 2.25 मिलियन शेयर्स र लिबर्टी माइक्रो इन्सुरेन्स 2.25 मिलियन शेयर्स। र हामीलाई थाहा छँदैछ नेप्सेमा सानो शेयरको प्राइस चाहिँ एकदमै बढिरहेको अवस्था भएको कारणले हामीले यो सेक्टरलाई चाहिँ अझ स्पेसली वाच गर्नुपर्ने हुन्छ। र फाइनली अदर्स, जसमा चाहिँ मिडिया, हस्पिटल र अन्य सेक्टरमा उल्लेख हुने कम्पनीहरू रहेका छन्। यो अदर सेक्टरमा कुल 2.72 करोड वर्थ अफ शेयर्स आउँदैछ। त्यसमा प्रथम रहेको छ कान्तिपुर टिभी जसको चाहिँ 7.5 लाख किता शेयर रहेको छ। त्यस पछाडि डिस मिडिया नेटवर्क जसको 1.35 करोड शेयर्स रहेको छ र ह्याम्स हस्पिटल, हाम्रो सेक्टरको फर्स्ट हस्पिटल जसको चाहिँ 11 लाख किता शेयर आउँदैछ। र फाइनली कैलाश हेलिकप्टर सर्भिसेस भन्ने कम्पनीको 3.5 लाख शेयर्सहरू लिस्ट हुन गइरहेको छ। यति धेरै आइपिओ आइरहेको भएर तपाईले चाहिँ सेभिङ गर्नु चाहिँ जरुरी छ, किनभने यो आइपिओहरूमा मात्रै तपाईले पैसा भर्नलाई छुट्याउने हो भने पनि तपाईले राम्रै अमाउन्ट जम्मा गर्नुपर्ने हुन्छ। त्यसकारण प्लान गर्दै गर्नुस्। यत्रो धेरै कम्पनीहरू आउँदैछ र यो कम्पनी राम्रो छ कि छैन, मैले भर्नुपर्छ कि पर्दैन भनेर कसरी थाहा पाउने? सो सुरुमा कुरा गरौँ कम्पनीको फन्डामेन्टल्स, जसमा चाहिँ हाम्रो कम्पनीको रेभेन्यू, प्रफिट, डेब्ट र ग्रोथ रेट कस्तो छ भनेर चाहिँ हामीले हेर्छौँ। अनि यसमा हामीले नेट एसेट भ्यालु पनि हेर्छौँ। कम्पनीको एक्चुअल एसेट कम्पोजिसन कतिको छ, कम्पनीले कतिको लगानी गरेको छ भनेर हामी हेर्छौँ। जुन कम्पनीले राम्रो रेभेन्यू ल्याइरहेको छ, जसमा लगानी राम्रो गरिरहेको छ, अभियसली त्यो कम्पनीहरूले भोलिको दिनमा राम्रो पर्फर्म गर्छ भनेर हामी भन्न सक्छौँ। त्यसै गरी सेकेन्ड कुरा, त्यो इन्डिभिजुअल इन्डस्ट्री अथवा सेक्टरको फ्युचर पोटेन्सियल कस्तो छ। फर इक्जाम्पल ब्याङ्किङको कुरा गर्ने हो भने ब्याङ्किङ चाहिँ अलमोस्ट सेचुरेसनको स्टेजमा छ। सो त्यसै गरी जुन नयाँ इन्डस्ट्री अथवा नयाँ सेक्टरको कम्पनी आउँदैछ त्यो सेक्टरको ग्रोथ पोटेन्सियल कस्तो छ भनेर त्यसलाई पनि हामीले हेर्नुपर्छ। र त्यसै गरी मार्केट ट्रेन्ड र डिमान्डलाई पनि हामीले छुटाउनु हुँदैन। मार्केटको ट्रेन्ड, फर इक्जाम्पल अहिले हामी बुल्स मार्केटमा छौँ भनेपछि अभियसली आइपिओको प्राइस एप्रिसिएट हुने हायर चान्सेस हुन्छ र मार्केट डिमान्ड पनि एकदमै एट्र्याक्टिभ देखिन्छ। सो यस्तो बेला चाहिँ आइपिओ पर्दा फरक पर्दैन। अनि त्यस पछाडि आइपिओको प्राइसको इभ्यालुएसन, जस्तै अब कति कम्पनीहरू चाहिँ प्रिमियम रेटमा आइरहेका छन् र यो प्रिमियम रेटलाई चाहिँ कहिलेकाहीँ जस्टिफाई नगरेको पनि हुनसक्छ। त्यस कारणले यदि प्रिमियममा आइरहेको आइपिओ हो भने त्यसको प्राइस चाहिँ जस्टिफाइड छ कि छैन भनेर चेक गर्नु जरुरी छ। पासमा हामीले हेर्ने हो भने कति आइपिओ प्रिमियममा आउँदाखेरि उनीहरूको 1 हप्ता 2 हप्ता पछिको प्राइस हेर्दाखेरि पनि त्यो इनिशियल आइपिओको प्रिमियम रेट भन्दा पनि तल डिप भएको हामी पाउँछौँ। फर इक्जाम्पल सर्वोत्तम सिमेन्टको चार्ट हामीले हेर्ने हो भने
त्यो डिप भएको अवस्था थियो। शिवमको पनि प्राइस भन्दा अलिकति तल डिप भएको अवस्था थियो। सो प्रिमियममा चाहिँ अझ मोर कसियस भएर तपाईले त्यो प्राइसलाई चाहिँ भ्यालुएट गर्नुपर्ने देखिन्छ। त्यस पछाडि हामी रिस्क फ्याक्टरको कुरा गरौँ। नेपालको स्टक मार्केट अलिकति हाइली भोलाटाइल रहेको छ र त्यस बेला तपाईले चाहिँ प्रिमियम प्राइस स्पेशली तिर्दाखेरि त्यो प्राइसमा तपाईले नाफा कमाउनुहुन्छ कि कमाउनु हुँदैन भनेर चाहिँ तपाईले चेक गर्न जरुरी छ। अनि फाइनली मोस्ट इम्पोर्टेन्ट पार्ट कम्पनीको म्यानेजमेन्ट र कम्पनीको लिडरशिप कस्तो छ त्यसलाई चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। कुनै पनि कम्पनीको यदि म्यानेजमेन्ट राम्रो छ भने अभियसली त्यो कम्पनीले राम्रो नै परफर्म गर्छ। उनीहरूले आफ्नो एसेटलाई राइटली युटिलाइज गरेर म्याक्सिमम रिवार्ड नै ल्याउँछन्। त्यसकारणले कम्पनीमा को छ, बोर्डमा प्रमोटरहरू को छन् भनेर पनि तपाईले हेर्न जरुरी छ। माई पर्सनल जजमेन्ट इज अप्लाई टु अल आइपिओज। यो 84 वटा कम्पनीहरू आइरहेको छ र यो सबैमा नै आइपिओ भर्नुहोस्। तपाईलाई यो सबै आइपिओहरू भर्दा चाहिँ लगभग 1 लाख रुपैयाँ चाहिँ चाहिने देखिन्छ र यो सबै तपाईको आइपिओ पर्यो भने चाहिँ तपाईले इजिली 3 to 5 टाइम्स चाहिँ रिटर्नहरू पाउन सक्नुहुन्छ। आइपिओ पर्छ नै भन्ने ग्यारेन्टी चाहिँ होइन, तर वी क्यान अलवेज ट्राई। सो त्यसकारणले अहिलेको बेस्ट केस सिनारियो हाम्रो लागि चाहिँ 1 लाख रुपैयाँ जम्मा गर्ने अनि आइपिओ सबै भर्ने हो। नेपालको शेयर बजार नयाँ नयाँ उचाइमा जाँदैछ। तपाईलाई चाहिँ सबैभन्दा मन परेको आइपिओ कुन हो अब आउन लागु? कमेन्टमा लेख्नुहोस् है त। I am Sudeep and this is Paisa Praxis. Follow along and let's make money together.